कति हो खास स्यालेरी तपाईहरु कति पाउनुहुन्छ मैले सुन्न मिल्छ तपाईहरु इन्डिभिजुअललाई स्यालेरी कति लिनुहुन्छ भनेर अलि पाइरहनु भएको स्यालेरी कति छ मिल्छ म चाहिँ बीएससी नर्सिङ को मेरो चाहिँ एक्सपिरियन्स अलमोस्ट 1 इयर 16 मन्थ 17 मन्थ्स जति भयो अनि मेरो बेसिक स्यालेरी चाहिँ अहिले 10,000 छ अनि प्रोभिडेन्ट फन्डहरु यताउता काटेर चाहिँ हातमा चाहिँ त्यो 17 18 आउँछ नाइटहरु 17 18 आउँछ तपाई पढ्दाखेरि कति खर्च भएको छ मेरो ब्याचलर्स सबै कम्प्लिट गर्दाखेरि अलमोस्ट 20-25 त क्रस भयो 20-25 लाख खर्च भएको छ तपाईको स्यालेरी कति भन्नुभयो रे मेरो स्यालेरी अहिले ह्यान्ड क्यास भनेको 18 त्यतिसम्म मात्र त्योभन्दा बढी अहिले आएको छैन मेरो बेसिक चाहिँ अहिले चाहिँ मेरो चाहिँ 2 इयर्स हुन लाग्यो 11,000 छ बेसिक चाहिँ अनि यताउता अलाउन्सहरू गरेर चाहिँ मेरो ह्यान्डमा चाहिँ 16-17 चाहिँ आउँछ 16-17 हजार आउँछ तपाईको 2 वर्ष भयो म नेपालमा ओके तपाईको कति छ मेरो पनि सेम नै हो तपाईको कति मेरो चाहिँ यहाँ गरेको 7 वर्ष भयो बेसिक चाहिँ मेरो 13,000 हुन्छ अनि टोटल चाहिँ मेरो त्यही 22 आउँछ त्यसमा नि प्रोभिडेन्ट र ट्याक्स काटेर हो मेरो चाहिँ बेसिक स्यालेरी भनेको 10,000 हो जसमा चाहिँ अब ह्यान्ड क्यास आउन लाग्यो भने चाहिँ पीएफहरु ट्याक्सहरु काटेर चाहिँ 17-18 को रेन्जमा आउँछ तपाईको म चाहिँ यहाँ काम गरेको 4 वर्ष जति हुन लाग्यो म बीएससी नर्सिङ हो र मेरो पनि बेसिक चाहिँ 12 छ भर्खरै 12 बनाएको छ र ह्यान्ड इन क्यास चाहिँ मेरो नि त्यही 17-18 मात्र तपाईको म चाहिँ पीसीएल नर्सिङ हो मेरो चाहिँ बेसिक 10,000 छ यहाँ काम गरेको चाहिँ 1 इयर भइसक्यो टोटल ह्यान्ड क्यास चाहिँ मेरो त्यही 17 जति आउँछ 15,000 को जागिरले घर खर्च चल्दैन हस्पिटलहरुले हामीले श्रम ऐन अनुसार चाहिँ पैसा दिइराछौं श्रम ऐन अनुसार दिन तयार छौं भन्नु भनिरहेछ अब श्रम ऐन अनुसार दिने कि तपाईहरुलाई स्वास्थ्य कर्मीको हिसाबले स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र अनुसार दिने भन्ने कुराको चाहिँ अहिले डिबेट चलिरहेछ त्यसमा एकछिनमा जाउँला श्रम ऐन अनुसार नै पैसा पाउनु भएको छ नि त्यसो भए छैन श्रम ऐन अनुसार नै पाउनु भएको छ अनि अहिले तपाईहरुको माग चाहिँ खास श्रम कम्तिमा श्रम ऐन अनुसार पेमेन्ट गर्दियो भन्ने हो कि हामीलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरे अनुसार नै पेमेन्ट हुनुपर्छ 5औं सरह भन्ने हो के हो भन्नुस् त 5औं सरह नै हामीले मागिरहेको छौं अहिलेसम्म चाहिँ हजुर के भएको छ मिटिङमा अहिलेसम्मको कुरा भन्नुस् त मिटिङमा चाहिँ हामीलाई थोरै नेगोसिएसनको कुरा राख्नु पर्यो थोरै जसमा चाहिँ हाम्रो बीएससी नर्सिङ कि 29,000 थियो 29,000 मा त्यहाँ जोड्दाखेरि हाम्रो दशैंमा पाउने बोनस पनि त्यसमा जोड्नु भयो अब जो बोनस त अब संस्थाले एक त त्यसमा नजोडिकन दिने कुरा हो नि त त्यो पनि जोड्नु भयो थियो अनि प्लस त्यसमा चाहिँ हाम्रो ह्यान्ड क्यास चाहिँ बीएससी नर्सिङलाई 25,000 पीसीएल नर्सिङ र एचएलआई 24,000 त्यहाँ आउनेवाला थियो अनि त्यसमा चाहिँ हामी सहमति भएनौँ अब यो सरसर्ती तपाईहरुले अहिले पाइरहेको स्यालेरी र अहिले तपाईहरुलाई दिने भनेर हस्पिटल अग्री भएको स्यालेरीको एमाउन्ट हेर्दाखेरि चाहिँ राम्रै डिफरेन्सेस देखिन्छ हैन अब सेवा पनि प्रभावित भइरहेछ बिरामीहरु अब कहाँ जाने भन्ने अवस्थामा बिरामीहरुको अवस्था छ अब यतिमा समझदारी गर्न सकिने अथवा यो बीचमा कतै समझदारी गर्न सकिने ठाउँ छ कि छैन त तपाई तयार हुनुहुन्छ कि हुनुहुन्न बीचमा कतै अन्डरस्ट्यान्डिङ गर्नलाई यसमा पनि कस्तो छ भने हाम्रो एमाउन्ट चाहिँ धेरै देखियो तर अब हामीले